प्रिय साथीहरू नमस्कार। जीवन एउटा अवसर हो, एउटा जिम्मेवारी हो र एउटा पवित्र यात्रा हो जसको मूल्य संसारको सबै धन दौलतले पनि तौल्न सकिँदैन। मानिसले धन गुमाए भने फेरि कमाउन सक्छन्, सम्मान गुमाए भने फेरि कमाउन सक्छन्, तर जीवनका वर्ष, महिना, दिन, घण्टा, मिनेट र सेकेन्ड एकपटक गुम्यो भने कहिल्यै फर्किँदैन। त्यसैले जीवनलाई बर्बाद गर्नु भनेको समय खेर फाल्नु मात्र होइन, आफ्नो क्षमता, आफ्नो सम्भावना, आफ्नो सपना र आफ्नो भविष्य नै नष्ट गर्नु हो। आजको दिन, अहिलेको यो समय तपाईले सुन्दै गरेको यो शब्द डोन्ट वेस्ट योर लाइफ तपाईलाई जगाउने सन्देश हो। जीवन सधैँ सजिलो हुँदैन, हरेक मोडमा चुनौतीहरू आउँछन्, आलोचनाहरू आउँछन्, तनाव, शास्ति, निराशा, एक्लोपना, हार, थकान सबैले घेर्न सक्दछन्। जति अन्धकार हुन्छ त्यति नै ज्योति चम्किने गर्दछ। जब जीवन कठिन हुन्छ तब तपाईलाई महान बन्ने अवसर खुल्दछ। अनेकौं मान्छेहरू दैनिक जीवनमा आफ्नो क्षमता दराजमा राखेर बाँचिरहेका छन्। आज तपाईँ जहाँ हुनुहुन्छ, जस अवस्थामा हुनुहुन्छ, त्यो तपाईँको गल्ती होइन, तर भोलि कहाँ पुग्नुहुन्छ यो पूर्णतया तपाईँको निर्णय हो। तपाईँले अहिले के रोज्नुहुन्छ, कस्तो सोच बनाउनुहुन्छ, कस्तो मेहनत गर्नुहुन्छ, कस्तो आत्मा अनुशासन अपनाउनुहुन्छ, त्यसकै आधारमा तपाईँको भविष्य लेखिन्छ। धेरै मानिसहरू जीवन बर्बाद गर्ने गर्छन् किनकि उनीहरू कुनै दिन भनेर बस्दछन्। याद राख्नुहोस्, कुनै दिन भन्ने दिन कहिल्यै आउँदैन। जीवन बदल्ने दिन भनेको आज हो, यही समय हो, यही मिनेट हो। सफलता कति धनी घरमा जन्मिनु भएको छ भन्ने कुराले होइन, तपाईँमा कति तिर्खा छ त, कति ज्वाला छ, कति प्यास छ, त्यो कुराले निर्धारण गर्दछ। इतिहासका महान मानिसहरू कसैसँग विशेष सुविधा थिएन। उनीहरूसँग विशेष कुरा के थियो भने समयको कदर गर्ने बानी। उनीहरूले आफ्नो जीवनको प्रत्येक सेकेन्डलाई भविष्य निर्माण गर्ने किट्टा बनाएका थिए। उनीहरूले कुनै बहाना, डर, अरूको गाली, समाजको नचाहिने कुरा सुनेनन्। उनीहरूले आफ्नै मनको आवाज सुने, म यस दुनियाँमा केही गर्न जन्मिएको छु। तपाईले पनि आफूलाई सोध्नुपर्छ, म किन जन्मिएको, मेरो जीवन किन, मेरा सपनाहरू किन छन्। जवाब स्पष्ट छ, ठुलो काम गर्न, नयाँ कामहरू गर्न र आफ्नो कथा लेख्न। सपना पूरा गर्न इच्छाले मात्र पुग्दैन। जसको लागि इच्छा राख्नुहोस्, निर्णय गर्नुहोस्, अनुशासित हुनुहोस्, निरन्तरता दिनुहोस् र तपाईँको सपनाले सफलता पाउनेछ। जुनसुकै मानिसको जीवन परिवर्तन गर्न पर्याप्त ऊर्जा आफैभित्र हुन्छ, तर त्यो ऊर्जा दिउजिनु पर्दछ, जगाउनु पर्दछ र सही दिशामा प्रयोग गर्नु पर्दछ। आजबाट तपाईँले आफ्नो जीवनलाई 3 भागमा सोच्नुहोस्। पहिलो भाग बितिसकेको समय, जसले तपाईँलाई सिकाएको छ, कमजोर बनाएको छैन। हजुरको विगत, गल्ती, त्रुटि, धोका, असफलता यी सबै पाठ हुन्, दोष होइनन्। दोस्रो भाग अहिले जुन तपाईँको हातमा छ र तपाईँको भविष्य बनाउँदछ, अहिलेकै यो समय सबैभन्दा मूल्यवान हो। तेस्रो भाग भविष्य, जसलाई तपाईँले आजको निर्णयले निर्माण गर्दै हुनुहुन्छ। जीवन एकपटक मात्र आउँदछ, यही जीवनलाई बारम्बार नयाँ सुरुवात दिन सकिन्छ। तपाईँको जीवनको मूल्य कस्ता पुस्तक पढ्नुभयो भन्नेमा होइन, कति फेसबुक, टिकटक चलाउनु भयो भन्नेमा होइन, कति मान्छेले तपाईँलाई लाइक दियो भन्नेमा पनि होइन, तपाईँ कति अनुशासित भएर आफ्नो गन्तव्यतर्फ हिँड्नुभयो भन्ने कुराले मूल्य निर्धारण गर्दछ। जीवनलाई बर्बाद गर्नेहरू थाहा नपाई बर्बाद गर्दछन्, जीवन बदल्नेहरू थाहा पाई बदल्दछन्। यदि तपाईँले आफ्नो जीवनलाई परिवर्तन गर्न चाहनुहुन्छ भने पहिलो कुरा हो आफ्नो वातावरण बदल्नुहोस्। जहाँ नकारात्मकता छ त्यहाँबाट टाढा हुनुहोस्। जहाँ उत्साह, उमङ्ग छैन त्यहाँ धेरै समय बिताउनु हुँदैन। दोस्रो कुरा आफ्नो आदत बदल्नुहोस्। दिनको 1 घण्टा आफूमाथि लगानी गर्नुहोस्, पढेर, सिकेर, ध्यान गरेर, स्वस्थ बनेर। तेस्रो कुरा छ आफ्नो लक्ष्य स्पष्ट पार्नुहोस्। जसले लक्ष्य लेख्दैन उसको जीवन दिशाहीन हुन्छ। चौथो कुरा आफ्नो जिम्मेवारी स्वीकार्नुहोस्। सपना तपाईँको हो भने मेहनत पनि तपाईँले नै गर्नुपर्दछ। पाँचौं कुरा निरन्तरता राख्नुहोस्। यो संसारमा जति पनि सफल मानिस छन् उनीहरू सबैमा एउटा कुरा समान छ, निरन्तरता। आजै सम्झिनुहोस् साथीहरू, तपाईँ जन्मिनु भएको दिनदेखि आजसम्म यो नै तपाईँको जीवन हो। भोलिदेखि मर्ने दिनसम्म त्यो तपाईँको भविष्य हो। तर कुन भविष्य तपाईँले पाउनुहुन्छ त्यो आजको निर्णयले तय गर्दछ। जसरी बिउले उत्पादन दिन माटो, पानी
घाम समय चाहिन्छ, ठ्याक्कै त्यसरी नै तपाईँको सपना पूरा हुन अनुशासन, मेहनत, समयको कदर र तिर्खा चाहिन्छ। आज तपाईँले समय बर्बाद गर्नुभयो भने एक दिन अवश्य पछुताउनु हुनेछ। पछुतो सबैभन्दा ठुलो पीडा हो भने अनुशासन सबैभन्दा ठुलो शक्ति हो। अन्त्यमा म तपाईँलाई एउटा कुरा भन्न चाहन्छु, तपाईँको जीवन मूल्यवान छ। दुनियाँमा तपाईँ जस्तो कोही पनि छैन। तपाईँको क्षमता अथाह छ, तपाईँको भविष्य उज्यालो छ। तपाईँको भविष्य तपाईँले नै निर्माण गर्नुहोस्। आजैबाट प्रतिज्ञा गर्नुहोस्, म अब आफ्नो जीवन बर्बाद गर्दिनँ, सपना मार्दिनँ, समय खेर फाल्दिनँ र मेरो जीवन पूर्ण रूपमा बदल्छु। यही प्रतिज्ञा, यही निर्णयले तपाईँलाई नयाँ यात्रातिर, नयाँ उचाइतिर र नयाँ पहिचानतिर लग्नेछ। धन्यवाद। जय होस्। नमस्कार।